प्रथम नेपाली गायिकाको मन रुवाउने जीवन कथा। मेलवा देवी मिथक होइनन्, तर मिथक जस्तै भइसकेकी छिन्। उनको बारेमा धेरै लेखहरू पढ्न पाइन्छन्, तर धेरै कुराहरू एक अर्कासँग बाजिएका छन्। मेलवा देवी मिथक होइनन् यस कारण कि उनी वास्तविक हुन्। उनका गीतहरू उनकै आवाजमा सुन्न पाइन्छन्। मेलवा देवी यस कारण मिथक जस्तै भइन् कि कुनै मिथकीय पात्रको चाहिँ उनको जीवनका बारेमा पनि अलग अलग कथाहरू जस्ता सामग्रीहरू पढ्न पाइन्छन्। गायनकै कारण मेलवा देवीले रानीको जस्तो विलासी जीवनको पनि अनुभव लिइन् र गायनकै कारण अभावग्रस्त जीवन पनि बाँचिन्। मेलवा देवी प्रथम नेपाली गायिका हुन्। उनीभन्दा पहिला कुनै पनि नेपाली गायिकाले गीत रेकर्ड गराएका थिएनन्। नेपाली महिला गायन इतिहासकै पहिलो अक्षर हुन् मेलवा देवी। उनले सवारी मेरो रेलैमा बोलको गीत विक्रम सम्वत 1985 सालमा भारतको कलकत्ता स्थित हिज मास्टर भोइस स्टुडियोमा रेकर्ड गराएकी थिइन्।